यहाँहरूलाई स्वागत छ रसुवा जिल्लाको सदरमुकाम धुन्चे बजारमा। धुन्चे बजारलाई अब हामी नजिकबाट निहाल्छौँ। मेरो यही युट्युब भिडियोको माध्यमबाट यहाँहरूले बजारलाई नजिकबाट निहाल्न सक्नुहुनेछ। यहाँ बजारभरि नै पुरै बाटोघाटो पिच गरिएको छ र सफा स्वच्छ र हरियाली वातावरणमा रहेको यस बजारमा हामी घुम्न बस्न र आनन्द लिन यहाँको चिसो लिनको लागि गर्मी छल्नको लागि पनि यहाँ आएर बस्न सक्छौँ। यो एउटा पर्यटकीय गन्तव्य पनि हो। किन भन्दाखेरि यहाँबाट हामी लाङटाङ, कोसेकुण्ड र पुरानो तातो पानी सम्म पुग्न पनि सक्छौँ। भने हामी रसुवागढी नाकासम्म पनि पुग्छौँ, जुन नेपाल र चाइना जोडिएको ठाउँ हो र हाम्रो नेपालको मुख्य अर्को व्यापारिक नाका भनेको यो रसुवागढी नाका पनि हो।